अब छिनछिनमा अपडेट। गाउँदेखि सहरसम्मका रमाइला पञ्चबाजा, शुभ विवाह, भजन, सुरठी नाच, स्टेज प्रोग्राम, सन्देश प्रवाह, गतिविधि, भिडियो र विभिन्न जानकारीका लागि रूपछाया डिजिटल इन्टरटेनमेन्ट च्यानल सब्स्क्राइब गर्नुहोस् र गाउँठाउँका विविध जानकारीहरू थाहा पाउनुहोस्। यदि तपाईका कुनै पनि कार्यक्रम युट्युबमा राख्नु परेमा रूपछाया डिजिटलको कार्यालय वा सिधा सुजन नेउपानेसँग सम्पर्क गर्नुहोस्। मोबाइल 9849343094, 9857233385। हाम्रो आर्थिक सम्बन्ध हो, हाम्रो पहिचानको सम्बन्ध हो। यो सम्बन्धलाई वास्तवमा आज विच्छेद गर्ने काम कतैबाट चाहिँ हुँदैछ। मैले साथीहरूसँग आग्रह गर्न चाहन्छु, निश्चित रूपमा आज विखण्डनकारी कुराहरू जति पनि आइरहेका छन्, मैले हाम्रा पार्टीका साथीहरूलाई आग्रह गर्न चाहन्छु, हाम्रा नेतागणहरूलाई मैले विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु। हामीले बारम्बार भनिरहेका छौँ, मलाई लाग्छ आज चाहिँ गुल्मी जिल्लावासी, आज सम्पूर्ण जुन चाहिँ यो प्रदेश विभाजनको विपक्षमा हुनुहुन्छ, उहाँहरूको सबैको भावना अहिले वास्तवमा मलाई लाग्छ यो ठुलो राजनीतिक दल नेपाली काङ्ग्रेस जो वास्तवमा चाहिँ सत्तामा छ, उसको आफ्नो चाहिँ विचार के हो यो धेरैले चाहिँ जान्न बुझ्न खोजेको मैले आफूले चाहिँ पाएको छु। साथीहरू, मैले सबैसँग आग्रह गर्न चाहन्छु, हामीले बारम्बार भनेका छौँ सबैभन्दा माथि वास्तवमा चाहिँ जनता हुन्छ, त्यसपछि राष्ट्र हुन्छ, राष्ट्रियता हुन्छ, त्यसपछि प्रजातन्त्र हुन्छ, त्यसपछि बल्ल मात्र चाहिँ मलाई लाग्छ नेपाली काङ्ग्रेस हुन्छ, अथवा चाहिँ नेकपा एमाले हुन्छ, अथवा चाहिँ राजनीतिक दलहरू हुन्छन्। त्यसकारण मैले सबै साथीहरूलाई मैले के विश्वस्त गराउन चाहन्छु भने नेपाली काङ्ग्रेस वास्तवमा हिजोका दिनहरूमा जसरी चाहिँ जनताको बिचमा थियो, यदि जनताको भावनालाई नेपाली काङ्ग्रेस लगायत कुनै पनि राजनीतिक दलले खेलबाड गर्न खोज्यो, जनताको भावनालाई बुझ्न चाहेन भनेदेखि मलाई लाग्छ इतिहासका पानाहरूमा हिजो प्रजा परिषद थियो, हिजो विभिन्न राजनीतिक दलहरू थिए, तर वास्तवमा ती राजनीतिक दलहरू आज समाप्त भएर गए, किनभनेदेखि जनताको भावना चाहिँ तिमीले बुझ्न चाहेन। त्यसकारण मैले सबै साथीहरूसँग आग्रह गर्न चाहन्छु, तपाईँले कुनै किसिमको दुविधा नपाल्नुहोस्, कुनै किसिमको आशंका चाहिँ नगर्नुहोस्। नेपाली काङ्ग्रेस वास्तवमा सधैँभरि जनताको पक्षमा, हिजो जसरी अडिग भएको थियो राष्ट्रिय स्वाभिमानको पक्षमा, हामी वास्तवमा चाहिँ जनताको बिचमा निरन्तर रूपमा विभिन्न पार्टीका अनुशासनहरूलाई पनि, विभिन्न पार्टीका निर्देशनहरूलाई पनि उल्लङ्घन गरेर हामी चाहिँ जनताको बिचमा आउने कुरा मैले आज यो कार्यक्रम मार्फत तपाईँहरूसँग मैले आग्रह गर्न चाहन्छु। मैले धेरै कुरा चाहिँ भन्दिनँ, हामीलाई सबैलाई थाहा छ हाम्रा नेताहरूले वास्तवमा चाहिँ हामीलाई चाहिँ धोका दिएका छन्। आज झापा मरम सुनसरीलाई चाहिँ छुन नसक्ने, आज कैलालीले कञ्चनपुरलाई कसैले चाहिँ पर्के आँखाले हेर्न नसक्ने, तर वास्तवमा चाहिँ 5 नम्बर प्रदेशका केआरए खाँसीका जनताले यो अहिले जुन चाहिँ विखण्डनको कुरा यो चाहिँ मागेका थिए, के गुल्मेली जनताले हामी चाहिँ तराईसँग चाहिँ अलग हुन चाहेका छौँ, के पाल्पाका जनताले हामी तराईसँग चाहिँ अलग हुन चाहेका छौँ। अहिले चाहिँ वास्तवमा मलाई लाग्छ केवल चाहिँ सुनसरीका मधेसीहरूलाई खुसी पार्नको लागि, जनकपुरका मधेसीहरूलाई खुसी पार्नको लागि, बर्दिया र दाङका थारूहरूलाई खुसी पार्नको लागि के गुल्मी जिल्ला बलिको बोको हुन सक्छ? के पाल्पा र खाँची हामी चाहिँ विखण्डित भएर बस्न सक्छौँ? त्यसकारण मैले आग्रह गर्न चाहन्छु, यदि यो मुलुकमा सरकार छ, यदि यो मुलुकमा जनताका प्रतिनिधिहरू छन् भनेदेखि सचेत भएर उहाँहरू चाहिँ सुन्नुपर्छ। यदि चाहिँ जनताको आवाजलाई कसैले पनि नसुन्ने चेष्टा गर्छ, कसैले पनि जन आवाजलाई कुल्चने किसिमको कोसिस गर्छ र मलाई लाग्छ सिंहदरबारका कुनाहरूमा बसेर, काठमाडौँका गल्लीहरूमा बसेर गुल्मी जिल्लाका जनताको भाग्य र भविष्यको फैसला गर्ने अधिकार केवल चाहिँ काठमाडौँमा रहेका कथित नेताहरूलाई चाहिँ छैन। मैले यो आग्रह गर्न चाहन्छु, गुल्मी जिल्लाका जनताले आफ्नो भाग्य र भविष्यको फैसला हामीहरूले गर्ने हो। मलाई लाग्छ योभन्दा ठुलो विडम्बना केही हुने छैन। मैले सबैसँग आज यो मिडिया मार्फत आग्रह गर्न चाहन्छु, मैले अघि भनिसकेँ, सबैलाई कसैलाई सत्तामा पुर्याउनको लागि, प्रजातन्त्रको लागि हामी चाहिँ लडे होला, तर गुल्मेली जनता दाजुभाइ दिदी बहिनीहरू
मलाई लाग्छ योभन्दा ठुलो विडम्बना, योभन्दा ठुलो ऐतिहासिक अवसर यो जीवनमा हामीले चाहिँ प्राप्त गर्ने छैनौँ। किनकि चाहिँ हामीले आजको दिनमा जुन किसिमको लडाइँ लड्दैछ, इतिहासले यो दिन चाहिँ सधैँभरि स्मरण गर्नेछ। हामी हाम्रा लागि मात्र लडिरहेका छैनौँ, हामी चाहिँ हाम्रा पुस्ताका लागि लड्दैछौँ, भावी सन्ततिका लागि लड्दैछौँ। यो कुरालाई चाहिँ नबिर्सनका लागि मैले आग्रह गर्न चाहन्छु। आज 19 सालमा बनेको जिल्ला हामीले चाहिँ छुन सकेका छैनौँ। त्यही कारण अहिले जुन किसिमको प्रदेशको प्रारूप बन्दैछ, मलाई लाग्छ यो प्रदेशको प्रारूप 100औं वर्षसम्म चाहिँ रहन सक्छ, 50औं वर्षसम्म चाहिँ रहन सक्छ। अहिले वास्तवमा चाहिँ हामीलाई पराधीन गर्ने किसिमको जुन षड्यन्त्र हुँदैछ, आर्थिक हिसाबले हामीलाई चाहिँ कमजोर गराउने किसिमको जुन षड्यन्त्र हुँदैछ, हामीलाई वास्तवमा चाहिँ सामर्थ्यको हिसाबले कमजोर बनाउने किसिमका जुन किसिमका ताना बानाहरू हुनेछन्, यो सबै कुराहरूलाई, यो सबै षड्यन्त्रलाई निस्तेज पारेर हामी चाहिँ सबै राजनीतिक दलहरू अहिले जसरी मञ्चमा हामी चाहिँ प्रतिनिधि भएका छौँ, हामी जसरी सडकमा चाहिँ निस्किएका छौँ, छप्पा शरीरमा रगत रहेसम्म हामी चाहिँ लड्ने, यो मैले चाहिँ सबै साथीहरूसँग आग्रह गर्छु। त्यति मात्र होइन, हामीले जबसम्म नेपाल सरकारले, जबसम्म यो सरकारले आफ्नो संशोधन प्रस्ताव फिर्ता दिँदैन, तबसम्म चाहिँ एक ढिक्का भएर लड्नका लागि यो गुल्मी जिल्लाका 7 जना माननीयहरूलाई मैले आग्रह गर्न चाहन्छु। त्यति मात्र होइन, यो प्रदेशका झन्डै 45 जना माननीयहरू जो हुनुहुन्छ आफ्नो ठाउँबाट तपाईहरु चाहिँ सङ्घर्ष गर्नुहोस्। सडक सङ्घर्षमा चाहिँ हामी चाहिँ निक्लन्छौँ, तर चाहिँ सदनमा चाहिँ तपाईहरुले निडर भएर तपाईहरुको चाहिँ खुट्टा नकमाउनुहोस्, तपाईहरु चाहिँ निर्धक्कतापूर्वक जनताको बीचमा आउनुहोस्। मैले बारम्बार भनेको छु, गुल्मीका जिल्लाका मान्यहरूसँग हामीले चाहिँ आग्रह गरेका हिजोका दिनमा जनताको हिम्मतबाट तपाईहरु चाहिँ निर्वाचित हुनुभएको। यदि जनताको भावनालाई तपाईहरुले बुझ्न सक्नु भएन भने तपाईहरुलाई पनि गुल्मी जिल्लावासीले छोड्ने छैनन्, यो पनि मैले आग्रह गर्न चाहन्छु। हिजो तपाईहरुलाई रातो माला लगाइदिने, रातो टीका लगाउने हातहरूले मैले भनिसकेँ, हामी वास्तवमा अब मर्न पनि तयार, हामी मार्न पनि तयार। त्यसकारण मेरो सबैसँग आग्रह छ, माननीयज्यूहरूले जनताको भावनामाथि खेलवाड कसैले पनि नगर्नुहोस्। मैले आज यो आन्दोलन मूल समारोह समितिको तर्फबाट यो आग्रह गर्न चाहन्छु। उपस्थित महानुभावहरू, हामीले यो आन्दोलनलाई अत्यन्तै व्यवस्थित गर्ने प्रयास गरिरहेका छौँ। हाम्रा यसभन्दा अगाडिका वक्ताहरूले यो बारेमा धेरै कुराहरू चाहिँ बोलिसक्नु भएको छ। मैले सबै व्यवसायीहरूलाई, उद्योगीहरूलाई हामीले विनम्रतापूर्वक आग्रह गरिरहेका छौँ, किनभनेदेखि वास्तवमा हाम्रो यो